नेपाल र इटाली बीच भएको खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ। इटालीको 2 जना दाजुभाइले नै 12 ओभरमा 124 रन। टाटा बाई बाई नेपाल। के खेलेको यार नेपालले यस्तो, न त ब्याटिङ राम्रो गरेछ न बोलिङ राम्रो गरेछ, एउटा विकेट पनि लिन सके छैन। यसरी जितिन्छ त यार विश्वकप। इटालीको 2 जना दाजुभाइ मिलेर नेपालको 11 जना दाजुभाइलाई कुटिरहेछन् त यार। सपना मात्रै देखेर हुन्छ र यार। T20 विश्वकप अन्तर्गत नेपालले इटालीलाई 124 रनको टार्गेट दिएको थियो, जुन इटालीले 12 ओभरमै 10 विकेटले जितेको छ। इटालीसँग नेपालको लाज मर्दो प्रदर्शन, न त ब्याटिङ चल्यो न त बोलिङ चल्न सक्यो, एक विकेट पनि लिन सकेन। ब्याटिङमा पनि 123 रनमै अल आउट भयो। इटाली जस्तो टिमसँग नेपालले एक विकेट पनि निकाल्न सकेन। इटालीको 2 जना दाजुभाइ मिलेर नेपालको 11 जना दाजुभाइलाई कुटिरहेछन् त यार। यस्तै पारा हो भने 10 वर्ष होइन 20 वर्ष पनि नेपालले विश्वकपको गेमहरू जित्न गाह्रो छ। इङ्ल्यान्डसँग त इङ्ल्यान्ड जस्तै खेलिरहेको थियो, अब इटालीसँग गल्ली क्रिकेट जस्तो खेल्न भएन नि त यार। आफ्नो क्षमता त देखाउनु पर्यो नि त, जहिले मैदानमा बिरालोको जस्तो गरेर कहाँ हुन्छ यार। अब स्कटल्यान्ड वेस्ट इन्डिजसँग के जित्ला, अब त्यस्तै त होला।